नमस्ते सबैजनामा। मेरो चाहिँ यो नयाँ बाइक हैन, पानी सिमसिम पर्दा पनि किन भिडियो बनाइरहेको छु भने यो बाइक बनेको चाहिँ हिरो एक्सट्रिम हो। दुरुक्कै रुवाएको छ। हेर्नु, यो पानी भित्र छिरेर यस्तो बिजोग बनाएको छैन हैन। यस्तो बिजोग बनाएको छ कि यस्तो कालो हुँदै कम्प्लेन गर्दा पनि केही अर्को साइड केही रेस्पोन्स केही छैन। यो चाहिँ मैले 2 महिना मात्रै भएको छ, 2 महिना पास पनि गरेको छुइनँ। अनि तपाईहरु भनिदिनु होला कसरी गरौँ, के गरौँ। यो बाइकलाई यस्तो नम्बर प्लेट चाहिँ हालेको छु, तर मैले पास पनि गरेको छुइनँ। मैले बिलबुक पनि लिएको छुइनँ, केही गरेको छैन। यस्तो कबाडी भएको छ, यस्तो कबाडी के गर्नु। यस्तो पानी छिरेर बिजोग भएको छ दुवैपट्टि, धुरुक्कै रुवाएको छ। तपाईहरुले कस्तो लाग्छ कमेन्ट गर्नु होला है साथी हो। यस्तो बिजोग बनाएको छ, यस्तो बिजोग बनाएको छ। म चाहिँ भन्छु तपाईहरु होन्डा हिरोको बाइक कुनै पनि नलिनु होला, कुनै। के कस्तो लाग्यो प्रतिक्रिया दिनु होला है साथी हो। बिजोग चाहिँ केही देखिँदैन, यस्तो छ बिजोग। हेर्नु नि पानी छिरेर।